हामी नारीले गरेर जति नै गरे पनि जस त कहिल्यै पाइँदैन, किनभने हाम्रो चाहिँ गर्ने मात्रै कर्तव्य हो अरे, हक भन्ने कसैमा छैन। त्यो कुराहरू हजुर आफै नै सोचेर हेर्नु, सबै कुराको अनुमान आफै लगाइहाल्नुहुन्छ। किनभने छोराछोरी हाम्रो कर्तव्य हुर्काउने जन्माउने सबै थोक हाम्रो कर्तव्य। तर हक भनेको भोलि बिहान केही कुछ त्यस्तो आइपऱ्यो भने बाउकै हक हुन्छ। त्यसै भएर अब अरू त जब आफूले जन्माएको छोराछोरीमाथि त आफ्नो हक छैन भनेपछि अरू त कुरै छोडिदिनुहोस्। र त्यसरी नै आजको दिनको सुरुवात पनि भइसकेको छ। नमस्कार, म राधिका आइसकेको छु हजुरहरूको सामु नयाँ अर्को एउटा भिडियो लिएर सधैँको जस्तो। आज पनि बिहान नुहाएर पानी पियो, नुहाउने बित्तिकै पानी पियो भने चाहिँ हामीहरूको ब्लड सर्कुलेसन राम्रो हुन्छ भन्ने सुनेको छु। अनि मैले त्यही हिसाबले बिहान नुहाएर निस्केपछि चाहिँ एक गिलास पानी पिउँछु। एक गिलास पानी पिएर त्यसपछि आफ्नो स्किन केयरतिर लागिसकेको छु। स्किन केयर पनि जरुरी त छ, बट के गर्नु, धेरै त्यस्तो स्किन केयर त म केही गर्दिनँ। एउटा मोइस्चराइजर र सनस्क्रिन, त्यसको पछि सिन्दुर टिका बिन्दी लगायो, बस भइहाल्यो। लिपस्टिक लगायो, भइहाल्यो। आज चाहिँ कानको पनि लगाउन थालेँ, किनभने हिजो मलाई साथीले गाली गरे नि, तिमी कानको कहिल्यै लाउँदिनौ भनेर। अनि त्यही भएर यता लगाउन थालेँ। आजभोलि गर्मी पनि सिलिगुडीमा निकै बढेको छ, अनि गर्मीले गर्दाखेरि अनुहार पनि कस्तो देखिरहेको छ हेर्नु न। अनि त्यसपछि हामी पूजा आरती गरेर आफ्नो अब घरको सधैँको जस्तो किचनमा पसिहाल्न पर्यो। किचनमा त अब सन्डे होस् मन्डे होस् जेसुकै होस् किचनमा पस्नै पर्यो, बनाउनै पर्यो, खानै पर्यो होइन। त्यसपछि हाम्रो चाहिँ आज प्लान थियो छोला बनाएर छोला खाने, अनि दिउँसो फेरि खाना खाने भनेर, छोलाको घुगुनी टाइप खाने भनेर। तर बनाउँदै फेरि मलाई चाहिँ खाना नै बनाउन पर्ने भयो र खाना नै बनाएँ। अनि हामीहरू खानासाना बनाएर खाएर पनि अब यतै भाँडाकुँडा धोइदाइ गर्दैछु। मैले चाहिँ भाँडाकुँडा धोइदाइ गरिसकेर किचनलाई सनक्क पारेर राखेर अब आफ्नो ड्युटी जाने बेला भयो। सन्डे भए पनि ड्युटी चाहिँ जानै पर्ने छ। त्यहाँबाट ड्युटी जानभन्दा अगाडि अलिकति तामुल खान मन लाग्यो। तामुल चाहिँ छ भने चाहिँ म तामुल खाइ गर्छु, छैन भने नहुँदा पनि चल्छ। र यतिखेर चाहिँ मेरो घरमा तामुल थियो, कसैले ल्याइदिनु भएको थियो मलाई। यो चाहिँ यो मेघालयको तामुल, साह्रै मिठो लाग्छ मेघालयको तामुल चाहिँ। अनि मेघालयको तामुल थियो र त्यो खायो अरे। अनि एकछिनमा फेरि अब चाहिँ म जान्छु, ढिलो हुन्छ भनेर निस्किएँ। फेरि आरू याद आयो, हिजो ल्याएको आरू छ भनेर। अनि आरू पनि खाँदै दोकानतिर निस्किएँ। दोकानमा आउँदा मुसाले हरिबिजोग पारेको रहेछ दोकानको, सबै समेटेर अनि आफ्नो कामतिर लागिसकेकी छु। अब काम चाहिँ आज सन्डे हो, त्यति बेसी काम धेरै गर्दिनँ, किनभने जति गरे पनि यस्तै हो। तर इम्पोर्टेन्ट काम त गर्नै पर्यो। जिम्मेवारी लिएपछि त्यो जिम्मेवारीलाई पुरा गर्नुपर्छ। हिजै पनि भनिसकेकी छु मैले होइन, किनभने उहाँहरूले पनि गर्चे भनेर दिनुभएको छ र मैले हुन्छ भनेर लिएको छु भने सन्डे होस् मन्डे होस् त्योसँग मलाई मतलब छैन। मैले आफ्नो काम गरेर दिन मेरो कर्तव्य हो। त्यसपछि कामसाम सकेर ओरेर अब चाहिँ म निस्किसकेको छु यो सामान पुर्याउनको लागि। सामान पुर्याउन अघि एकफेर घरमा पसेर छोरीलाई भने म सामान पुर्याउन जाँदैछु भनेर अनि बाहिर निस्केको। घाम भन्नुहुन्छ भने यस्तो चर्का घाम लागेछन्, आँखै हेर्न नसक्ने। तर पनि मैले यहाँ पुगिसकेँ। अब जहाँ जानुपर्ने त्यहाँ गएर सामानहरू दिएर अब चाहिँ फर्केर आएँ म घर आएपछि। अब बिहानको प्लानिङ चेन्ज भए पनि अहिले त त्यो खाएरै छोड्नुपर्छ, छोलाको घुगुनी। अब यो दहीहरू हालेर भुजिया चनाचुरहरू हालेर साह्रै मिठो लाग्छ, मलाई पनि मनपर्छ र मेरो छोराछोरीले पनि एकदमै मन पराउँछन्। त्यो खाएर फेरि एकछिनमा सन्डेको दिन घर बसिन्छ। घर बसेपछि केही न केही खान मन लाग्छ। अनि छोरीले चाहिँ दुध र मुरी खान थालिन्छन्। अनि छोरीलाई मैले जिस्काएँ, आज तिमीले कसरी दुध र मुरी खायौ भनेर। त्यति गर्दा साँझ पर्यो। अनि साँझ परेपछि हामीहरू एकछिन आमा छोरी भएर बाहिरतिर घुम्न निस्क्यौँ। घुमेर आएर अब फेरि खाना त पर्यो। अनि खाना बनाउनतिर लागिसकेँ। बेलुकाको लागि रोटी। यता छोरी पनि के गरिराखेकी छिन्, म चाहिँ खाना बनाउँदैछु। र हात हिजो लडेको थिएँ, मजाले दुखेको रहेछ। अहिले बल्ल खाना बनाउँदा थाहा पाएँ रोटी बेल्न नमिल्दा।